सहकारीको मर्म समानता र स्वाधीनताको भावनाले भरौं, आर्थिक अनि सामाजिक सांस्कृतिक विकास गरौं। सहकारी दर्पण, सहकारी दर्पण, सहकारी दर्पण। नमस्ते, सहकारी दर्पण कार्यक्रमको तर्फबाट यो कार्यक्रम प्रत्येक शनिबार साँझ 6:05 देखि करिब 20 मिनट अवधिभर सहकारीका विविध विषयवस्तु समावेश गरी प्रस्तुत गर्ने गरिन्छ। स्वागत एवं सहकारी अभिवादन आजको यो श्रृंखलामा पनि सम्पूर्ण दर्शक महानुभावहरूमा। आजको कार्यक्रममा हामी सहकारी गतिविधि ललितपुर जिल्लाको ग्वारकोमा रहेको एउटा महिला सहकारी संस्थाको चिनारी र जिल्ला सहकारी संघ ललितपुरका अध्यक्षसँगको कुराकानी प्रस्तुत गर्नेछौं। कार्यक्रम सुरु गरौं सहकारी गतिविधिबाट। बहुउद्देश्य सहकारी संघ लिमिटेड ललितपुरको दोस्रो वार्षिक साधारण सभा माघ 7 गते सम्पन्न भयो। साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटाले संघहरूले सहकारी संस्कार र संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सहकारी विकास बोर्डका निर्देशक शिवप्रसाद घिमिरेले साधारण सभाको महत्वबारे प्रकाश पार्दै संघले सहकारीका उत्पादनहरूको बजारीकरणमा सहयोग पुर्याउनुपर्ने बताउनुभयो। संघका अध्यक्ष शरद कुमार महर्जनको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष महर्जनले सबैलाई धन्यवाद दिँदै गत वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभामा नेपाल बहुउद्देश्य केन्द्रीय सहकारी संघका सचिव राजेन्द्र पौडेल, कोषाध्यक्ष माधव तिमिल सिन्हा, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामचरण घिमिरे लगायत वक्ताहरूले शुभकामना व्यक्त गर्नुभएको थियो। साधारण सभामा संघबाट प्रकाशित मार्गदर्शन पुस्तकको विमोचन गरिएको थियो। कार्यक्रममा विभिन्न महानुभावहरूलाई सम्मान गरिएको थियो। आदरणीय दर्शक महानुभावहरू, गतिविधिपछि अब प्रस्तुत गर्दैछौ संस्था चिनारी। हामीले प्राय जसो देशका विभिन्न स्थानमा सञ्चालित अन्यका लागि समेत अनुकरणीय बन्न सकेका सहकारी संस्थाका क्रियाकलापलाई प्रस्तुत गर्दै आएका छौं। यसै क्रमलाई निरन्तरता दिने क्रममा ललितपुर जिल्लाको ग्वारकोमा रहेको असल महिला बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेका क्रियाकलापहरू आजको संस्था चिनारीमा। प्रकृतिको सुन्दर सृजनामा असन्तुलित मानवीय व्यवहार र क्रियाकलापले उत्पन्न गरेका असहज अवस्था स्वयं मानवीय विकासकै लागि बाधक बन्दै गइरहेको तथ्य पछिल्ला समयमा देखा पर्दै गएका नतिजाहरूले प्रस्ट्याउँदै लगेको छ। चाहे मौसम परिवर्तनका विषय हुन् या प्रकृति विरूद्ध गरिएका अनेकौं सृजना, व्यवहार र तिनको उपयोगको सन्दर्भ, सबै मानवीय मूल्य मान्यतासँग गाँसिएका छन्। हाम्रो देशको परिवेशमा हेर्ने हो भने पितृसत्तात्मक सोच र व्यवहारका कारण प्रकृतिले प्रदान गरेको महिला र पुरूष बीचको समानता विरूद्ध महिलाप्रति गरिने सामाजिक व्यवहारका कारण आधार शक्तिका रूपमा रहेका महिलाको भूमिका गौण बनेको छ, जसका कारण विकासको गतिलाई निश्चित रूपमा प्रभाव पारेको महसुस गर्न सकिन्छ। चाहे चरम विकसित सोच होस् या अन्धविश्वासपूर्ण पुरातन धारणा, दुवै बीच प्रकृति विरूद्ध भएका असन्तुलित व्यवहार प्रष्ट रूपमा देख्न सकिन्छ। तर समयक्रमसँगै बिस्तारै सामाजिक चेतनामा विकास हुँदै मानवीय मूल्य मान्यता बीचको सन्तुलन र भूमिकालाई सक्रिय बनाउने प्रयास पनि भइरहेको पाइन्छ। यसको अर्को एउटा ज्वलन्त नमूनाको रूपमा ललितपुर जिल्लाको ग्वारकोमा रहेको यो असल महिला बचत तथा ऋण सहकारी संस्थालाई लिन सकिन्छ। विक्रम सम्वत 2067 सालमा स्थापित यस संस्थाले सहकारीको माध्यमबाट समाजमा पछि परेका महिलाहरूलाई आत्मनिर्भर बनाउन सम्भावनाको आधारमा कृषि तथा अन्य व्यापारिक क्रियाकलापमा सक्रिय बनाउँदै लगेको पाइन्छ। निम्न वर्ग रहेका महिलाहरू दिदीबहिनीहरूलाई चाहिँ
थोरै पुँजी जस्तै हामीले 20,000 30,000 दिएर उसको जीवन स्तरमा केही राहत पुग्छ भने हामी किन नगर्ने भनेर थोरै पुँजी सङ्कलन गरेर हामीले सहकारी दर्ता गर्ने एउटा निर्णय गर्यौँ। कृषिलाई पनि पहिलो प्राथमिकता दिने, व्यापार सँगसँगै उत्पादनको लागि पनि जोड दिने भनेर हामीले चाहिँ हाम्रा मेम्बरहरूलाई चाहिँ उत्पादनतिर पनि प्रोत्साहन गरेका छौँ। जस्तै हामीले बङ्गुर पालन, कुखुरा पालन, तरकारी खेती, माछा पालन लगायत व्यापार पसल जस्तै खुद्रा पसलहरू भयो, कस्मेटिक पसलहरू, यिनीहरूलाई पनि हामीले पहिलो प्राथमिकता दिएका छौँ। संस्थाले निम्न आय भएका महिलाहरूको आर्थिक तथा सामाजिक स्तर उकास्नको लागि स्थानीय सम्भावना र सदस्यहरूको रुचिलाई ध्यानमा राखेर विभिन्न किसिमका व्यावसायिक क्रियाकलापमा शरीक गराउँदै लगेको प्रयास स्वरूप अहिले असल महिला बचत तथा ऋण सहकारी संस्थामा आबद्ध महिलाहरूमा आएको परिवर्तन कार्यक्षेत्रभित्रका विभिन्न स्थानमा देख्न सकिन्छ। असल महिला सहकारीको ऋण सहयोगमा ललितपुर जिल्लाको दक्षिणी पहाड़ी भेगमा सञ्चालन गरिएको रेनबो ट्राउट माछा पालन एउटा आकर्षक उदाहरणको रूपमा लिन सकिन्छ। संस्थाका 4-5 जना सदस्यहरू मिलेर करिब 6.5 लाख जतिको लगानीमा 3वटा पोखरी निर्माण गरी शुरूआत गरिएको रेनबो ट्राउट माछा पालनमा अहिले 9वटा पोखरीको विकास गरिएको छ। हाल यस माछा पालनमा रहेको लगानी करिब 20 लाख रुपैयाँको हाराहारीमा मूल्याङ्कन गरिएको छ। रेनबो ट्राउट जातको माछा पालनको लागि प्राकृतिक रूपमा निश्चित तापक्रम र निश्चित अनुपातमा बगेको पानी आवश्यक पर्ने भएको कारण ललितपुर जिल्लाको दक्षिणी क्षेत्रमा यो प्राकृतिक स्रोतको उपयोग गर्दै यहाँ माछा पालनको प्रबन्ध मिलाइएको छ। यसबाट उपलब्धि पनि राम्रो मिलेको भनाइ पाइन्छ। सुरुमा हामीले 6.5 लाखबाट सुरुवात गरे, अहिले अब 20 लाखसम्म पुगिसक्यो। हाम्रो 3वटा पोखरी थियो पहिला, अहिले 9वटा छ। अनि भुरा उत्पादन गर्ने पनि घर पनि बनाइसकेको छ, भुरा पनि उत्पादन भइसकेको छ। अहिले चाहिँ राम्रो छ। बिक्री वितरणको लागि त खासै समस्या छैन। सुरुमा चाहिँ भुरा ल्याउनको लागि चाहिँ एकदम समस्या पर्दो रहेछ। व्यवसाय गर्ने सोच भएर पनि आर्थिक अभावमा अगाडि बढ्न नसकेका महिलाहरूको लागि यस सहकारी संस्थाले व्यवसाय गर्न इच्छुक महिलाहरूको समूह निर्माण गरेर समूहकै जमानीमा बिना धितो ऋण लगानी गर्दै महिलाहरूलाई व्यवसायमा प्रेरित गर्दै आइरहेको छ। आफूसँग धितो नभएर, धितो राख्नलाई समस्या भएर अब टाढा टाढाको दिदीबहिनीहरू हुनुहुन्छ भने उहाँहरूलाई चाहिँ अब व्यवसाय गर्नु भएको छ भने उहाँहरूले चाहिँ असल महिलाको सदस्य बनेर यस्तै व्यवसायहरू गर्दै जाओस् भन्ने लागेको छ। रेनबो ट्राउट माछा पालनको लागि यहाँ भुरा पहिला अन्यत्रबाट ल्याउने गरिएकोमा अहिले भुराको उत्पादन समेत आफैले गर्न थालिएकोले यस क्षेत्र वरपरको पानीको अनुकूल स्रोत भएको स्थानमा व्यवसाय विस्तार हुन सक्ने सम्भावनालाई अझ बढ़ाएको पाइन्छ। सहकारी संस्थाकै ऋण सहयोगमा ललितपुरको ठेचोमा महिलाहरूद्वारा सञ्चालन गरिएको तरकारी खेती व्यवसाय हो यो। यसले एकातिर महिलाहरूको सोचमा परिवर्तन ल्याएको छ भने अर्कोतिर आर्थिक रूपमा परनिर्भरता पनि कम गर्दै लगेको पाइन्छ। असल महिला बचतबाट अनि ऋण लिएर हामीले खेती सुरु गरे हो। मेरो दाई अनि बहिनी, दाई 2 जना अनि बहिनी म अनि पढ्दैछु। अनि हाम्रो सबैजना पढिरहेछन्, यही तरकारीबाटै आम्दानी गरेर पढिरहेछौँ। तरकारीको माग पनि क्रमिक रूपमा बढ्दै गएको र बजार मूल्य पनि राम्रो पाइने भएको कारण यो व्यवसाय आर्थिक उपार्जनको लागि राम्रो आधार भएको र यसबाट भएको आमदानीले घर परिवारको खर्च तथा बच्चाको पढ़ाईमा पनि सहयोग पुग्ने गरेको तरकारी खेतीमा संलग्न महिलाहरू बताउँछन्। लगभग हुन्छ 60, 70, 80 हजार जति हुन्छ। आफू खानु पुग्छ हैन, बच्चा छ, एउटा छोरो छ, पढाउनु पुग्छ। जस आफ्नो घर खर्च आफैले टारिन्छ। निरन्तर प्राविधिकको सम्पर्कमा रहेर सल्लाह सुझाव अनुसार तरकारी खेती गर्दै आएको बताउने कृषक सदस्यहरू विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी खेती गरी आय आर्जनमा सरिक हुँदै आएका छन्। सहकारी संस्थाकै ऋण सहयोगमा सञ्चालन भएको यो बंगुर पालन व्यवसाय अर्को एउटा नमूनाको रूपमा लिन सकिन्छ। ऋण सहयोगको साथै बंगुर पालन विषयमा सहकारीले तालिम समेत प्रदान गरी सञ्चालन गर्न प्रेरित गरेको यो बंगुर पालन
व्यवसायीहरूको आय स्रोतको राम्रो माध्यम बन्न पुगेको छ। सहकारीले तालिम दिए, तालिम लिएर सुरु गरे। पोहोरको वर्ष पनि 2 लाख 2.5 लाखको बच्चा बेच्यो। एकदम खुसी छु। हाल माउ बच्चा गरी करिब 60-70 वटा बंगुर यहाँ रहेको छ। साना बच्चाको 3,000 देखि 4,000 रुपियाँसम्म बिक्री हुने बताउने व्यवसायी ठूलो बंगुरको भने त्यसको तौल अनुसारको मूल्य पाइने भनाइ छ। बजारको खासै समस्या नरहेको बंगुर खरिद गर्न व्यवसायीहरू पालन गरेको थलोमा नै पुग्ने गरेको भनाइ पाइन्छ। देशमा रहेको मासुको माग र आपूर्तिलाई मध्यनजर राख्दा बंगुर पालनको भविष्य निकै राम्रो रहेको अनुभव गरेर यस व्यवसायप्रति लाग्नेहरू थुप्रै छन्। लगानी अनुसार फाइदा पनि राम्रो रहेको बताउने संस्थाका पदाधिकारीका श्रीमान यिनी हुन् प्रवीण थापा मगर। हाल वर्षको 4-5 लाख रुपैयाँ फाइदा रहेको बताउने यिनी शुरूआती अवस्थामा एकैचोटि धेरैवटा भन्दा पनि थोरैबाट शुरूआत गरी यसको संख्या बिस्तारै बढ़ाउँदै लैजानुपर्नेमा जोड़ दिन्छन्। वर्षमा सबै कटाएर 4-5 लाख आम्दानी हुन्छ। 4-5 लाख हुन्छ। अब सामान्य अब यो सामूहिक किसिमको पनि छ। यो अलि महिलाहरू आफै मिलेर अब अलि म्यानेजमेन्ट मैले पनि हेर्छु यसलाई। अनि महिलाहरू अलि सामूहिक रूपमा चाहिँ गरेका छन् यो व्यवसाय। यो असल महिलाले त्यो भएको कारणले गर्दा यो अलि फाइदामूलकै छ अहिलेसम्म। यो व्यवसाय गर्नेहरूलाई चाहिँ अब अलि सानो स्केलबाट बढाउँदै जानुपर्छ भन्छु म चाहिँ। धेरै अब अरूको हेरेर अरूले धेरै कमायो भनेर अब धेरै एकैचोटि गर्न थाल्यो भने त्यसरी घाटा जान पनि सक्छ, त्यो भन्छु म चाहिँ। हालको अवस्थामा धेरै युवाहरू रोजगारीको लागि विदेशी नै प्रवृत्तिप्रति संकेत गर्दै विदेशमा जस्तै मेहनत स्वदेशमा गर्ने हो भने कृषिजन्य व्यवसायबाट राम्रो आमदानी गर्न सकिने बताउँछन्। व्यावसायिक रोजगार शुरूआतको लागि आर्थिक रूपमा सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूमा पुर्याउँदै आएको सेवा सुविधा सराहनीय रहँदै आएको छ नै। अझ समाजमा पछाडि परेका महिलाहरूको आर्थिक तथा सामाजिक उत्थानको लागि महिला केन्द्रित यस्ता सहकारीको महत्व झनै रहने गरेको छ। जसरी यस असल महिला बचत तथा ऋण सहकारी संस्थाले विपन्न महिलाहरूलाई आत्मनिर्भर तुल्याउने प्रयासमा कटिबद्धताका साथ लागि परेको छ। विशेष गरी आमरूपमा अब महिलाहरूमा आर्थिक आत्मनिर्भरता भन्ने कमी छ र त्यसले गर्दा महिलाहरूलाई आफै आत्मनिर्भर बनाउनको निम्ति सामूहिक रूपमा एकल रूपमा गर्न गाह्रो पर्ने, सामूहिक रूपमा गरेर एउटा सामूहिक रूपमा चाहिँ सहकारी खोलेर त सहकारी मार्फत पनि महिलाहरूलाई चाहिँ अलि आर्थिक सम्पन्न गराउन सकिन्छ कि भन्ने उद्देश्यले असल महिला सहकारी हामीले खोलेका छौं र त्यसमा थोरै रकम भएर अहिले चाहिँ व्यावसायिक रूपमा कसैले माछा पालन, कसैले कुखुरा पालन, कसैले चाहिँ अब तरकारी खेती, कसैले बुङ्गुर पालन गरेर हामी समूहगत रूपमा जान्छौं भन्ने महिला दिदीबहिनीहरूलाई लक्षित गरेर हामीले त्यसो समूह पनि बनाएका छौं र समूहगत रूपमा अब खेती पनि गर्नुभएको छ, पालन पनि गर्नुभएको छ र उहाँहरू पनि आफ्नो व्यवसायबाट सन्तुष्टि नै हुनुहुन्छ। नयाँ नयाँ योजनाहरू ल्याएर हामीले अझ बढी प्रभावित कसरी गराउन सक्छौं महिला दिदीबहिनीहरूलाई अनि त्यसरी लान सक्यो भने सबैको साझा बन्न सक्छ र राम्रो सहकारी बनाउनु पर्छ भन्ने उद्देश्य हो। मुख्य त त्यो उद्देश्य हो र त्यही उद्देश्य अनुसार नै हामी लागेका छौं। असल महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूको समूहमा 50,000 रुपैयाँदेखि 1 लाख रुपैयाँसम्म बिना धितो ऋण लगानी गर्दै आएको छ। लगानी गरेका महिला समूहहरूले पनि विभिन्न कृषिजन्य व्यवसायको साथै अन्य व्यापार व्यवसायका माध्यमबाट उपलब्धिहरू पनि राम्रो प्राप्त गरिरहेको र ऋण किस्ताको भर्ती पनि सन्तोषजनक रहेको भनाइ पाइन्छ। यसरी समाजमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूको जीवन उत्थानमा असल महिला बचत तथा ऋण सहकारी संस्थाले खेलेको भूमिकालाई सराहनीय मान्न सकिन्छ। भविष्यमा पनि यस सहकारी संस्थाले सदस्यहरूको हितमा सञ्चालन गरेका विभिन्न कार्यहरूमा सफलता मिल्दै जाओस्, हाम्रो शुभकामना।
दर्शक महानुभावहरू, संस्था चिनारीपछि ललितपुर जिल्लामा रहेका सहकारी संस्थाहरूको समग्र अवस्था र यसको छाता संगठनको रूपमा रहेको जिल्ला सहकारी संघ लिमिटेड ललितपुरले निर्वाह गर्दै आएको भूमिकाका बारेमा हाम्रा सहकर्मी साथी विजय चापागाईले संघका अध्यक्ष माधव दुलालसँग गर्नुभएको कुराकानीको आधारमा तयार पारिएको सामग्री अब प्रस्तुत गर्दैछौ। वास्तवमा ललितपुरको सहकारी अभियान एउटा मोडेलको रूपमा, एउटा नमुनाको रूपमा अगाडि बढिरहेको सन्दर्भ छ। अहिले हामीले ललितपुर जिल्लामा बचत ऋण, कृषि, बहुउद्देश्य उपभोक्ता लगायतका विभिन्न प्रकारका विद्युत, दूध, यो चाहिँ कफी, चिया गरेर हामीसित 1150 को हाराहारीमा सहकारी संस्थाहरू रहेका छन् र विशेष गरेर कृषिका सहकारी संस्थाहरू ग्रामीण भेगमा र बचत ऋणका सहकारी संस्थाहरू शहरी क्षेत्रमा क्रियाशील रहेको अवस्था छ भने धेरै सहकारी संस्थाहरूले सहकारीको अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त बमोजिम क्रियाकलापहरू सञ्चालन गर्दै आफूलाई, आफ्ना सदस्यहरूलाई उद्यमशीलता विकासको निमित्त चाहिँ महत्त्वपूर्ण सहयोग गरेको अवस्था छ। ललितपुरकै सन्दर्भमा कुरा गर्नुपर्दाखेरि ललितपुरलाई हामीले भौगोलिक हिसाबले 3 भागमा विभाजन गरेर हामी त्यसलाई हेर्न सक्छौं। एउटा पहाड, काठ र नितान्त सहर को रूपमा र ती तीनै भागमा तीनै प्रकारका सहकारी संस्थाहरूको उपस्थिति छ र ती सहकारी संस्थाहरूको चाहिँ योगदान रहेको छ। जिल्ला सहकारी संघ ललितपुरले जहिले पनि सहकारीको विकास र प्रवर्धनको निमित्त शिक्षा, सूचना र तालिमलाई अत्यन्त महत्त्वपूर्ण ढंगले लिएको छ र त्यही अनुसार हामीले तदनुसार नै हामीले क्रियाकलापहरू सञ्चालन गरेका छौं। सहकारी अभियानको विषयमा हामीले एउटा नाटक नै तयार गरेर हामीले तयार गरिसकेका छौं र त्यस्तै गरेर सहकारी अभियानको, वर्तमान सहकारी अभियानको अवस्था, देशको अवस्था र देशमा सहकारी कसरी सुरुवात भयो र भविष्यमा सहकारीले के गर्न खोजेको हो भन्ने विषयलाई चित्रण गरेर एउटा हामीले डकु ड्रामा पनि हामीले तयार गरिसकेका छौं। त्यस्तै गरेर हामी ललितपुर जिल्ला सहकारी संघले आफ्नै चाहिँ एउटा प्रकाशनमा पुस्तक पनि हामीले निकालेका छौं र त्रैमासिक रूपमा बुलेटिनहरू पनि प्रकाशित गर्ने गरेका छौं। यी सूचनाको पाटोहरूमा भयो भने अर्कोतिर हामीले सहकारी संस्था सञ्चालनको निमित्त आवश्यक पर्ने सम्पूर्ण तालिमहरूलाई हामीले चाहिँ सञ्चालन गर्ने गरेका छौं। हामीसँग आबद्ध रहेका 400 वटा सहकारी संस्था को हामीले तथ्याङ्क पनि संकलन गरेका छौं र जुन तथ्याङ्कबाट हामीले 84 वटा सहकारी संस्थाहरूले विभिन्न किसिमका उत्पादनहरू आम पब्लिकमा पुर्याउनु पर्छ र त्यसको मार्केटिङ गर्नुपर्छ भन्ने उद्देश्यले जिल्ला संघको आफ्नै स्वामित्वमा रहेको जग्गामा हामीले चाहिँ भवन निर्माण गर्ने योजना अगाडि सारेका छौं र त्यो भवनबाट हामीले सहकारी संस्थाहरूलाई शिक्षा प्रदान गर्छौं, सहकारी संस्थाहरूका सेमिनारहरू, गोष्ठीहरू गर्छौं र सहकारी संस्थाबाट उत्पादन भएका वस्तुहरूको एकीकृत रूपमा बिक्री वितरण गर्ने र बजारीकरण गर्ने हामीले काम गर्छौं। र अर्को पाटो सहकारी संघ संस्था र सहकारी कर्मीहरूको अधिकार सुरक्षाको निमित्त पनि जहिले पनि चनाखो भएर एउटा सही ढंगबाट अगाडि बढाउन चाहिँ हामीले चाहिँ भूमिका खेलिरहेको अवस्था चाहिँ छ। दर्शक महानुभावहरू, कार्यक्रमको बारेमा तपाईका पनि केही धारणा वा प्रतिक्रिया छन् भने हामीलाई पठाउन सक्नुहुनेछ। यसको लागि हाम्रो ठेगाना हो राष्ट्रिय सहकारी विकास बोर्ड, पुल्चोक, ललितपुर, पोस्ट बक्स नम्बर 5717, फोन नम्बर 5010-131, इमेल coopdex@gmail.com। हाम्रा सबै प्रसारित कार्यक्रमहरू आफ्नो सुविधा अनुकूल वेबसाइट www.ncdb.org.np मा समेत हेर्न सक्नुहुनेछ। हवस् त दर्शक महानुभावहरू, आजको हाम्रो कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। सहकारी सम्बन्धी विविध सामग्री लिएर आगामी शनिबार साँझ 6:05 मा भेट्ने बाचा गर्दै आजको सहकारी दर्पणबाट हामी सबै बिदा चाहन्छौं। नमस्ते, जय सहकारी।